मित्रहरू, हामी नेपाल जाहेर चर्चले गर्व गर्नुपर्छ। हामीले सक्षम पढे लेखेका अगुवाहरू पाएका छौँ, पास्टर गुरुबाहरू पाएका छौँ। अनि हामी बाइबलमा नर्मल्ली अधिकांश क्रिस्चियन अगुवा पास्टरहरूले जुन किसिमबाट सिकाउन सक्छन् त्यस किसिमबाट सिकाउन सक्षम अगुवाहरू परमेश्वरले हाम्रो बिचमा राख्नुभएको छ। हामी परमेश्वरलाई धन्यवाद भनौँ। आउनुहोस् परमेश्वर तालीबाट धन्यवाद भनौँ। काम चलाउ होइन, सक्षम ठिक किसिमको शिक्षाहरू सिकाएर ठिक किसिमले जोडाउन सक्ने परमेश्वर आत्माको अगुवाईमा डोराउन सक्ने अगुवाहरू नेपाल जाहेर चर्चमा छन्। त्यसै हामी हरेक विषयहरूमा सिकाउन सक्छौँ, दखल राख्छौँ। तर ती सबै कुराभन्दा इम्पोर्टेन्ट धेरैचोटि आजकल मण्डलीमा पनि संसारको प्रभावहरू आउन थालेको छ। अनि त्यो प्रभाव चाहिँ यस्तो हो, च्याट जिपिटीमा गयो, जम्मै कुरा पत्ता लगाइहाल्यो, फेला पारिहाल्यो। जीवन जस्तो भए पनि भयो, लुकी लुकी पाप गरे पनि भयो, खैनी च्यापिन भयो, चुरोट खाए पनि भयो, व्यभिचार गरे पनि भयो, झुट बोले पनि भयो, बाहिर जेसुकै जीवन जियो। तर यहाँ चाहिँ मजाले भाषण गर्यो। यो किसिमको क्रिस्चियनिटी चल्दैन। क्रिस्चियनिटी त्यस्तो होइन। क्रिस्चियनिटी सबभन्दा पहिला चाहिँ के सिकाउने भन्दा पनि ज्यादा म कसरी जिउने हो। आमेन। क्रिस्चियनिटी भाषण होइन, क्रिस्चियनिटी लेक्चर होइन, क्रिस्चियनिटी तर्क मात्र होइन, क्रिस्चियनिटी जीवन हो। जीवन जिउनुपर्छ। चर्च क्लब होइन। चर्चमा बहुमत अल्पमत चल्दैन। चर्चमा परमेश्वर आत्माले के अगुवाई गर्नुहुन्छ भन्ने कुरा चल्छ। बाइबलले के निर्देशन गर्छ भन्ने कुरा चल्छ। मान्छे खुसी पार्न त्यो बाइबलका कुरालाई बङ्ग्याउने ठाउँ होइन यो। मान्छे बरु छोडेर जान्छ, जान दिनुपर्छ। तर बाइबलका कुरा, सत्य कुरा सिकाउनुपर्छ। सत्यको वकालत गर्ने काम यदि कसरी गर्छ भने त्यो मण्डलीले गर्छ। परमेश्वरको साक्षी दिने काम कसरी गर्छ? मण्डलीले गर्छ। डक्ट्रिनको प्रोटेक्सन गर्नुपर्छ मित्रहरू। डक्ट्रिनलाई स्पोइल गर्ने होइन, डक्ट्रिनलाई मिसाउने होइन, डक्ट्रिनलाई सिद्ध्याउने होइन, डक्ट्रिनलाई खुवाइदिने मिसाइदिने होइन विभिन्न खालका बहानामा। क्रिस्चियनिटी छुट्टै पहिचान हो। क्रिस्चियन डक्ट्रिन छुट्टै डक्ट्रिन हो। यो धर्महरूका सबै गुरुले सिकाएको जस्तो शिक्षा उस्तै त हो नि, होइन। यो फरक शिक्षा हो। अनि हामी फरक हुन बोलाएका छौँ। त्यसैले त प्रभुले भने मैले तिमीलाई हजारौँ लाखौँबाट चुनेर ल्याएँ, निकालेँ मैले त्यहाँबाट। अब तिमीहरू फर्केर जान नखोज। तिमीहरू यो संस्कारमा हुर्किन कोसिस गर, यो सिद्धान्तमा जिउनलाई कोसिस गर, यो तरिकाले आफ्नो जीवनशैलीलाई बदल। अनि संसारले तिमीलाई घृणा गर्नेछ, तर घृणा गर्नु खुसी हो, किन तिमी संसारको होइन। संसारमा मैले तिमीलाई चुने। धेरै चाहिँ आजकल क्रिस्चियनहरू, तब यो टेलिभिजन हेरेर पनि भनेको, आज धेरै क्रिस्चियनहरू संसारको जस्तै हुन खोज्दैछन्। राजनीति गराउने संसारको नेता जस्तै झुट पनि बोल्ने, भ्रष्टाचार पनि गर्ने, राम्रैसँग समय पनि बिताइदिने, केही सिपलाई आएन के गर्नु त भन्ने टाइपको राजनीति गर्नुपर्छ भन्ने सिद्धान्तहरू सिकाउन थालेको छ आज क्रिस्चियनिटीमा। कहाँ छ त्यस्तो? दानियलले राजनीति गरे, कहाँ दानियलले भ्रष्टाचार गरे? युसुफले राजनीति गरे, कहाँ युसुफले राम्री राम्री स्त्रीहरूसँग समय बिताउँदै हिँडे? मोर्दकैले राजनीति गरे, कहाँ आफ्नो मान्छेलाई मर्का पर्दाखेरि म त बाँचिहाल्छु चुप्लाएर बसेँ। खतरा मोलेर भए पनि आफ्नो मान्छेको लागि, आफ्नो देशको लागि लड्नुपर्छ। क्रिस्चियनभन्दा राष्ट्रवादी मान्छे, क्रिस्चियन जतिको देशलाई प्रेम गर्ने मान्छे, क्रिस्चियन जस्तो जनतालाई आफ्नै छोराछोरी ठान्ने नेता कहिल्यै काहीँ पनि इतिहासमा कहिल्यै पाउने छैन, कुनै धर्मबाट पाउने छैन। त्यसैले त क्रिस्चियनिटी जीवन जिउने कुरा हो। क्रिस्चियनिटी प्र्याक्टिकल हुनुपर्छ। क्रिस्चियनिटीमा चर्को भाषण गरेर हुँदैन। क्रिस्चियनिटीमा धेरै तर्क ल्याएर हुँदैन। बरु तर्क नल्याउनुहोस्, तर जीवन चाहिँ यसोले भएर जस्तै जिउनुहोस्। मान्छेले त क्रिस्चियन रहेछ भनेर देख्नु पऱ्यो। तपाईँ बोलीमा नरम हुनु पऱ्यो, तपाईँको सेवामा सेवाभाव हुनु पऱ्यो, तपाईँको बलिदानी किसिमबाट अर्काको लागि उत्थान गर्न खोजेको देखिनु पऱ्यो, तपाईँले मानिसहरूलाई माया गर्नु पऱ्यो, वाद विवादबाट अलग रहनु पऱ्यो, एकअर्कालाई चोट पुर्याउनु कुराबाट कहिल्यै पनि भाग्नु पऱ्यो, अरूलाई मन दुख लाग्यो भने होसियार हुनु पऱ्यो, बरु आफू सहन पऱ्यो, अरूलाई चोट पार्नु भएन। यो चाहिँ क्रिस्चियनिटी हो। कसैको विषयमा कसैको कुरा काट्ने, कसैलाई तल पार्ने कुरा गर्नु भएन। यो चाहिँ क्रिस्चियनिटी हो। नम्र हुनु पर्यो, आत्माका फलहरू देखिनुपर्छ तपाईँ क्रिस्चियन हो भने।
त्यसैले क्रिस्चियनिटी क्लब होइन, क्रिस्चियनिटी गफ गरी थलो पनि होइन। क्रिस्चियनिटी जीवन परिवर्तन गर्न निम्ति निरन्तर कोसिस गर्ने एउटा समुदाय हो। अनि बढ्दै बढ्दै यीशु जस्तै हुन चाहन्छ। काम नलागेको संसारमा जाँड खाएर, लडाइँ गरेर, मान्छे काटेर, रिस गरेर हरेक कुराको समस्या ल्याउने मान्छेहरू चर्चमा आएपछि बदलिनुपर्छ। अनि बदलेका छन्, बदलिनुपर्छ, बदलिन्छन्। बदलिनेहरू क्रिस्चियन हुन्। आमेन। त्यसै आज हामी यिनै विषयको एरोफेरोमा रहेर चर्चा गर्नेछौँ। कोही पनि व्यक्ति ख्रिस्टमा आइसकेपछि गर्न नहुने 10वटा कामहरू, प्र्याक्टिकल कुराहरू, तपाईँको जीवनमा के गर्नुहुन्छ के गर्नु हुँदैन, कम्तीमा यी कुराहरू तपाईँले थाहा पाउनुभयो अरे जब त्यो समय आउँछ त्यो बेला तपाईँले यो कुरा याद गर्नुहुनेछ। के गर्नुहुन्छ, के गर्नु हुँदैन त एउटा क्रिस्चियन भइसके पछाडि। व्यवहारिक कुराहरू सिकाउन। अब मैले स्वर्गदूतहरू, माइकल स्वर्गदूतले यसो गर्छन्, अर्को स्वर्गदूतले यसो गर्छन्, त्यहाँ गएर आगो झार्छन् भन्ने त्यो सिकाउँदा नि पाइन्छ। तर त्योभन्दा ज्यादा चाहिँ पहिला तपाईँ क्रिस्चियन हुनुपर्छ। क्रिस्चियन एटिच्युड तपाईँसँग हुनुपर्छ, क्रिस्चियन आचरण तपाईँसँग हुनुपर्छ, क्रिस्चियन स्वभाव तपाईँसँग हुनुपर्छ, ख्रिस्टको मन तपाईँसँग हुनुपर्छ, ख्रिस्टलाई माया गर्ने मान्छे तपाईँ बन्नुपर्छ। कहीँबाट पनि नचिप्लिने मेक स्योर हुनुपर्छ तपाईँको जीवन। त्यसपछि तपाईँले अरू धेरै कुराहरू सिक्दाखेरि बिटिएस, एमडी, पिएचडी, एमटिएस जे पढ्दा पनि हुन्छ, त्यो पढ्दा राम्रै हुन्छ। तर पहिला चाहिँ तपाईँले यसलाई हृदयभित्र चिन्नुपर्छ। आमेन। नत्र खासमा थियोलोजीमा जानेहरू पनि कतिचोटि ब्याचलर हुन्छ मान्छेहरू, के धेरै थोक सिकाइन्छ। तपाईँको जीवित सम्बन्ध ईश्वरसँग छैन भने त्यहाँ धेरै कुरा सिकाइन्छ। यो पनि उठ्दै रहन्छ, त्यो पनि देख्दै रहेछ भन्ने ठाउँमा पुग्छ। अनि अन्तिममा कतिचोटि मान्छे सेवाकाई छोड्छ। कतिचोटि मान्छेले क्रिस्चियनिटी छोडेका छन्। बाइबल कलेज जानेहरू तपाईँलाई नौलो लाग्छ होला, किन यीशु ख्रिस्टलाई व्यक्तिगतमा नचिनेको मान्छेहरू संसारी मान्छे हुन्छ, चाहे जयपछि भने पनि क्रिस्चियन भने पनि नभने पनि उनीहरूले आफै अनुभव गर्नुपर्छ भन्ने कारण त्यो हो। त्यसो नेपाल जाहेर चर्च जहिले पनि विश्वासले आफै अनुभव हुन्छ। म आफै पनि आफै अनुभव गरेर यसलाई विश्वास गरेको कारणले गर्दा म चाहन्छु हरेकको अनुभव होस्। त्यसैले त मलाई आज कसैले दबाउनु मिल्दैन, कसैले मलाई थर्काउनु मिल्दैन, कसैले मलाई फकाउनु मिल्दैन, कसैले मलाई घुमाउन सक्दैन। किन मैले यीशु ख्रिस्टलाई व्यक्तिगत अनुभव गरेको छु। मैले यसको आवाज मेरो कानले, कयौँ पास्टर दाजुहरूले भन्नुहुन्छ भरत भाइसँग त कसरी कुराहरू, उहाँहरूलाई पनि समस्या होला बिचरा। हामी त यीशु ख्रिस्टको आवाज कानमा सुनेर विश्वास गरेको कारणले गर्दा प्रभुप्रति म साँच्चै धन्यवादी छु कि पावलले भन्छ प्रभुको ठुलो अनुग्रह मसँग भयो कि मैले बाटोमा के गरेँ, परमेश्वर दर्शन गरेँ। उहाँले मलाई प्रकट गर्नुभयो दमस्कसको बाटोमा। म पापीहरूमा बढी सबभन्दा पापी मान्छे हो, खराबमा सबभन्दा खराब मान्छे हो। तर म आज परमेश्वरप्रति धन्यवाद छु भनेर उनले भन्छन्। म आफूलाई त्यस्तै लाग्छ। म साँच्चै ईश्वरलाई माया गर्छु मित्रहरू। के तपाईँ पनि माया गर्नुहुन्छ? खै म साँच्चै ईश्वरलाई माया गर्छु। के तपाईँ पनि यसो ख्रिस्टलाई माया गर्नुहुन्छ? मेरो प्रश्न हो। अलि ठुलो सरले भन्नु नि त, खै त माया हुन माया लाग्ने मात्रै भन्यो भने नहुने किन भन्ने? के तपाईँ यसो ख्रिस्टलाई माया गर्नुहुन्छ? प्रेम गर्नुहुन्छ? यसो भए आवश्यक पर्यो भने हाँसी काटिदिन तयार हुनुहोस्। ढिला भए नि चाँडो भए पनि जानु नै छ। बरु यीशु ख्रिस्टमा खडा भएर जाने हो, जान पर्दैन। खुट्टा कमाएर म त होइन नि कहाँ हुने नि चर्चै जान्दैन, कहिले काहीँ यसो गएको थिएँ भन्ने पाराले हामी बाँच्न चाहँदैनौँ। आमेन। यहाँनिर रोमीको पुस्तकमा 8 अध्यायको होइन 13 अध्यायको 8 पद के अरे 11 पद एकताल हेरौँ। यहाँ यसरी लेखेको छ, यसबाहेक यो वर्तमान समय कस्तो छ सो तिमीहरूलाई थाहा छ। अब निन्द्राबाट बिउजने ठिक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। रात बितिसक्यो, दिन नजिक आइपुगेको छ। यसकारण अन्धकारका कामहरू छोडेर हामी ज्योतिका हात हतियार धारण गरौँ। कति बुझ्नुभयो थाहा छैन। दिउँसो जस्तै गरी
हामी ठिकसँग चलौँ। हामी क्रिस्चियनलाई रात रोमी 13:11 हामी क्रिस्चियनलाई रात र दिन फरक हुँदैन। हामी क्रिस्चियनलाई दिनमा जस्तै हो राति पनि। हामीले रातमा चाहिँ गडबड गर्ने, दिनमा चाहिँ सोझो बन्दैनौँ। हामी दिनमा जस्तो सोझो छौँ, जति पवित्र छौँ, जति क्लियर छौँ, राति पनि हामी त्यति नै क्लियर हुन्छौँ। एकान्तमा पनि, कसैले नदेख्ने ठाउँमा पनि हामी भिडको अगाडि जसरी आफन्तहरूको बिचमा जसरी इमान्दार छौँ, त्यसरी त्यो बेलामा पनि इमान्दार हुन्छौँ। आमेन। त्यस हामी निन्द्रामा छैनौँ, हामी रातमा छैनौँ। दिउँसो जस्तै हामी ठिकसँग चलौँ। मोज मजामा, मतवालीपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगडामा, डाहामा होइन। भनेपछि यो दिनमा जस्तै चलाउँ भनेपछि यी अहिले मैले उच्चारण गरेर शब्दहरू चाहिँ कहाँ बढी प्रयोग हुन्छ, कहिले बढी प्रयोगमा आउँछन्? राति। त्यस हाम्रो लागि दिन पनि रात पनि एउटै हो। व्यभिचार, मतवालीपना, मोज मस्ती, भ्रष्टाचार, झगडा चाहिँ राका कुरा त जहिले हुन्छ, तर यी कुराहरू चाहिँ खासमा रातिको समयमा बढी मान्छेले अभ्यास गर्ने कुरा हो। तर हामी क्रिस्चियनको लागि दिन पनि रात हो, रात पनि दिन हो। आमेन। किन हामी यो कुरा गर्दैनौँ? राति पनि गर्दैनौँ, दिउँसो भए पनि गर्दैनौँ, नेपालमा पनि गर्दैनौँ, विदेशमा पनि गर्दैनौँ, चर्चभित्र पनि गर्दैनौँ, चर्च बाहिर पनि गर्दैनौँ, मान्छेले देख्दा पनि गर्दैनौँ, मान्छे कोही पनि छैन भने पनि गर्दैनौँ। आमेन। यो मित्रहरू क्रिस्चियनिटी। तर प्रभु येशू ख्रीष्टलाई धारण गर। अहिले के भने मैले लगाओ भने नि, प्रभुलाई के धारण गर? हृदयमा धारणा गर भनेको, लगाओ भनेको, पुरै ढाक्क भनेको। त्यसको मतलब तपाईँको सोचाइ यीशुको जस्तै हुनुपर्छ, तपाईँ हेराइ यीशुको जस्तै हुनुपर्छ, तपाईँको हिँडाइ यीशु जस्तै, तपाईँ हातहरू यीशुकै हात जस्तै किसिमले काम गर्नुपर्छ। तपाईँले मान्छेहरूसँग गर्ने व्यवहार यीशुले जस्तै गर्नुपर्छ, बोलीचाली यीशुको जस्तै हुनुपर्छ। भन्नु खोजेको कुरा त्यति हो। पाप स्वभावको अभिलाषा पुरा गर्ने कुरामा ध्यान नदेऊ। हामी कहिले क्रिस्चियनहरूले पापका अभिलाषाहरू, शारीरिक अभिलाषाहरूलाई पुरा गर्ने कुरामा हामी कहिल्यै ध्यान दिने त होइन, सोच्दा पनि सोध्दैनौँ। आमेन। यो हो क्रिस्चियनिटी। त्यसैले म यसैबाट केन्द्रित रहेर मैले 10वटा कुराहरू टिपेर राख्नुहोस्, सम्झेर बस्नुहोस्, मनमा लेख्नुहोस्। अनि तपाईँको जीवनमा जब त्यो परिस्थिति आउँछ, त्यो बेला यही अहिले मैले सिकाएको कुरा याद गर्नुहोस्। तपाईँलाई यसले जीवनमा धेरै फाइदा गर्नेछ। अन्त तपाईँ विजयी क्रिस्चियन बन्नुहुनेछ। नम्बर 1, तपाईँ क्रिस्चियन भइसके पछाडि तपाईँ पुरानो नयाँलाई पनि भनेको, अनि यो टेलिभिजन सुन्दै गर्दा पनि भनेको, धेरै मान्छे भन्छ तिमीले हामीलाई घृणा गर्छौ भने। अब घृणा र नघृणाको कुरा मलाई थाहा छैन, तर बाइबलले जे भन्छ त्यही कुरा गर्ने हामीले। आमेन। नम्बर 1, तपाईँ क्रिस्चियन भइसके पछाडि तपाईँले मूर्ति पूजा गर्नु हुँदैन। के हुँदैन? कुनै पनि देवी देवताको फोटोमा, मन्दिरमा, थपडा गरेको ढुङ्गोमा, काठको, सुनको, केही पनि नेपालमा, विदेशमा, जहाँसुकै पनि, कहिल्यै पनि तपाईँ क्रिस्चियन भइसकेपछि तपाईँले मूर्ति पूजा गर्नुहुने छैन, हुँदैन। निश्चय छ यो। मान्छे खुसी पार्नु पर्दैन। तिमीहरू हाम्रोमा आएर खान्छौ र हामी तिमीहरूका भन्ने शब्द कहिले खाऊ, त्यो भन्छ भने ठिक छ, केही छैन, हामीलाई फरक पर्दैन। तर हामीले मूर्ति पूजा गर्दैनौँ। प्रस्थान 20:3-5 लेखाएको छ, तैँले म बाहेक अरू कुनै देवी देवता नराख्नु, देवता नराख्नु, तिनीहरूलाई दण्डवत नगर, न तिनीहरूको सेवा गर। तिनीहरूको सेवा पनि गर्नु हुँदैन। प्रस्थान 20:3-5। म बाहेक, परमेश्वर के भन्छ? म बाहेक कुनै देवी देवतालाई तिमीहरूले हृदयमा नराख, केवल मलाई राख। यो डा भने पनि भनुन्, कस्तो एकाल काटेर छ भने पनि भनुन्, कस्तो एकाङ्गी रहेछ भने पनि भनुन्, कस्तो जिद्दी रहेछ भने भनुन्, हाम्रो परमेश्वर वचन यही हो। सिक्यो? अब थाहा भयो तपाईँ क्रिस्चियन भने कहिले पनि। अनि मूर्ति पूजा चाहिँ फेरि त्यो देवी देवता मात्रै भने होइन नि। यो घडी चाहिँ मेरो विदेशबाट ल्याइदिएको 50,000को घडी रे, अनि कुनै दिन यो घडी कसैलाई मन पर्यो अथवा कसैलाई दिनुपर्ने भयो, तपाईँले त्यो म त ज्यान जाँदा यो त दिन्छु र 50,000 घडी, यो पनि मूर्ति हो।
मलाई यही केटी चाहिन्छ, अलि ल पर्न थालेको थियो, मन पनि पराएको थियो, तर पछि बिहा गरेर मिलेन भनेदेखि डिप्रेसनमा जाने। यो पनि मूर्ति पूजा हो। मूर्ति पूजा गर्न पाइँदैन। कुनै पनि चिजलाई आसक्ति भएर परमेश्वरको वचनलाई नै इन्कार गर्ने ठाउँमा पुग्नु भनेको चाहिँ मूर्ति पूजा हो। कुनै पनि चिज मूर्ति पूजा हो। जुन कुरा तपाईँको छोराछोरी पनि कहिलेकाहीँ मूर्ति पूजा हुनसक्छ। छोराछोरीको कारणले तपाईँ सधैँभरि चर्च आउन नपाउने भने के हो? त्यो छोराछोरी तपाईँको लागि मूर्ति पूजा हो। छोराछोरीको कारणले तपाईँ परमेश्वर आज्ञा पालन गरिरहनु छैन, त्यो भने के हो? मूर्ति पूजा हो। र मूर्ति पूजालाई परमेश्वरले सहनुहुन्न नि। तपाईँको छोराछोरीको बहानाले तपाईँ परमेश्वरको आज्ञा पालन गर्न लगातार चुक्नुहुन्छ भने तपाईँ याद गर्नुहोस्, त्यो डेन्जर कुरा हो। परमेश्वर आफ्नो स्थानमा बालक पनि राख्न चाहनुहुन्न, बुढो पनि राख्न चाहनुहुन्न, श्रीमान पनि राख्नुहुन्न, श्रीमती पनि राख्नुहुन्न, कोही राख्नुहुन्न। म केवल म हुनु पर्यो त्यो मनमा। कसको मनमा बस्नेको होला म होला, परमेश्वर त्यही भन्नुहुन्छ, म होला, अरू कोही हुँदै हुँदैन। आमेन। नम्बर 2, तपाईँ क्रिस्चियन हो भने तपाईँले झुट बोल्नु हुँदैन। सफेद झुट र कालो झुटको खुब कुरा गर्दछन् क्रिस्चियनहरूले पनि। कस्तो खालको कहाँनिर छ बाइबलमा? बाइबलमा होलाई हो भन, होइनलाई होइन भन। कसम खान पर्दैन, धर्म भन्न पर्दैन, झुट बोल्नु हुँदैन क्रिस्चियन हो भने। एफिसी 4:25 लेखा छ। यसकारण झुट त्यागेर हरेकले आफ्नो छिमेकीसँग सत्य बोला। 10 आज्ञा पनि त्यही लेखा छ, सत्य बोला, झुट नबोला भनेर। एफिसी 4:25। तपाईँ क्रिस्चियन हो भने तपाईँले चोरी गर्नु हुँदैन। तपाईँ कसैको घरमा जानुभयो, बाथरुममा त्यहाँ साबुन पनि हुन्छ, स्याम्पू पनि हुन्छ, सबै थोक हुन्छ। अनि तपाईँले मानव 1 हप्तादेखि नुहाएको थिएन, तातपानी पनि आउँदो रहेछ। अनि तपाईँले त्यहाँ बाथरुमभित्र पसेर सोद्धा पनि नसोधिकन स्याम्पू पनि रहेछ नुहाइदिइहाल्छु भनेर गुटुरु नुहाउन थाल्नु। कसैले केही भन्दैन, थाहा छ, किन तपाईँ आफ्नै कहाँ जानुभएको छ। तर बाइबलले अनुमति दिँदैन। तपाईँ क्रिस्चियन हो भने उहाँले नाइ त भन्नुहुन्न, तर तपाईँको कर्तव्य हो के म यो स्याम्पू चलाउन सक्छु, के म यो साबुन चलाउन सक्छु, म हात धुँ, सोध्नुपर्छ। तपाईँको सम्पत्ति हेर्ने नि, तपाईँ मन लाग्ने बित्तिकै सट्ट निकाल्ने, धोइहाल्ने, नुहाइहाल्ने हो। तपाईँले सोध्नुपर्छ। यदि नसोधिकन तपाईँ गर्दै हुनुहुन्छ, तपाईँ इन्डाइरेक्टली चोर्दै हुनुहुन्छ। उनीहरू चोर भन्ने, तपाईँलाई चोर पनि भन्न थाहा पनि हुन्न उनीहरूलाई, तपाईँ नर्मल गरे हो बुझ्नुहुन्छ। तर तपाईँले परमेश्वर नजरमा चाहिँ त्यो कुरा गलत हुनसक्छ। त्यसै हरेक कुरा कसैको घरमा चप्पलै प्रयोग गर्दा पनि सोध्नुपर्छ। अर्का चप्पल लाउँदा के थाहा उहाँहरूको कसैलाई छुनै नदिने चलन छ कि, खुट्टाको के रोग सर्छ भनेर उहाँहरूले छुन नदिने चलन थियो कि। तपाईँले आज लगाइदिएका उहाँले भोलि तपाईँले नभनिकन चर्च के अरे त्यो डस्टबिनमा फालिदिनुहुन्छ त्यो चप्पल, त्यहाँदेखि भोलिदेखि लाउनुहुन्न। याद गर्नुपर्छ, हामीले लाउनु मिल्छ कि मिल्दैन सोध्नुपर्छ। अनि उहाँको त्यस्तो सेन्सिटिभ छाला छ भने उहाँहरू त्यो चप्पल सट्टामा अर्को तपाईँलाई व्यवस्था गर्नुहुन्छ। त सोध्दैन खस्छ घुसार्ने राम्रो होइन। दिदीबहिनीहरू पनि कहिलेकाहीँ खै त तपाईँ कहिलेकाहीँ यहाँनिर दाँत हुन्छ, भैँसी दाँत, अनि राम्रो लाग्यो त्यो के अरे घाँटीमा लाउने मोती हो कि होइन, के हुन्छ अर्को यस्तै पोतेहरू केही गहनै पनि, अनि म त्यहाँ जानु पनि खै त मलाई दिनुहोस् त भनेर माया छ। नदिनु भन्नु, नदिन्छु भन्नु, कस्तो समस्या? त्यस्तो सालको आडम्बरी किन क्रिस्चियन भएको? तपाईँ आफूसँगसम्म लाउनु छैन भने नलाउनुहोस् न। किन माई लाउनु पर्यो? तपाईँ साडी किन माई लाउने, किन ज्याकेट माई लाउने? नजानुहोस्, लुगाले नै लाउनु पऱ्यो भने। होइन भने आफूसँग जे छ त्यही लाउनुहोस्, अरूसँग मागिकन नलाउनुहोस्। अनि खस्छ घाँटीमा नहालिहाल्नुहोस्। कहिलेकाहीँ यहाँ कहिलेकाहीँ बिमारीहरू हुन्छ। केहरू हुँदैन अरे? के भने मैले अहिलेसम्म क्रिस्चियन हो भने 3टा कुरा भनिसकेँ। के गरेँ भने सोध्छु है मैले, आमा माया आमा ल भन्नुहोस्, तपाईँ क्रिस्चियन भने के गर्नु हुँदैन अरे? एउटा कुरा भन्नुहोस्। ए अनि कान मात्रै भएर त कहाँ हुन्छ त आमा?
मूर्ति पूजा गर्नु हुँदैन भने होइन कि? ल फेरि भन्नुहोस्, के गर्नु हुँदैन अरे? हो त्यसरी भन्नु पऱ्यो नि आमा। फेरि म त म थोरै या पुरानो भन्न आएर एउटा चाहिँ मूर्ति पूजा गर्नु हुँदैन, अर्को के गर्नु हुँदैन आमा? के अरे? झुट बोल्नु हुँदैन, अर्को चोरी गर्नु हुँदैन। के अरे? भन्नुहोस्। चोर्नु हुन्न, केही पनि चोर्नु हुँदैन, कसैको चोर्नु हुँदैन, सुनको डल्लो भेट्दा पनि चोर्नु हुँदैन। नो, द्याट्स नट माइन। आमेन। अर्को चाहिँ क्रिस्चियन हो भने अब हुन त बुढाबुढी बुढा न बुढा। अर्को चाहिँ के गर्नु हुँदैन? व्यभिचार गर्नु हुँदैन, यौन अनैतिकतामा लाग्नु हुँदैन। क्रिस्चियन भएपछि कन्ट्रोल गर्नुपर्छ। गरौँ मन लाग्यो भने पनि यीशुको नाम हट 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 भन्नुपर्छ। ए भइहाल्छ नि, कुरा बाहिर जाने होइन, मानिहाल्यो त नि, उहाँ पनि त्यस्तै खालको हुनुपर्छ भन्न मिल्दैन। व्यभिचार र अनैतिकतामा लाग्नु हुँदैन क्रिस्चियन भए पछाडि। 1 कोरिन्थी 6:18 यौन अनैतिकताबाट भाग भनेको छ। आमेन। 1 कोरिन्थी 6:18 यौन अनैतिकताबाट भाग्नुपर्छ। कहिले मान्छेको बानी हुन्छ, शारीरिक सम्बन्ध नरहे पनि त्यस्तै खालको छाडा कुरा गर्ने, यसो गर्यो है, त्यसो गर्यो है, अनि उसो गर्यो है। कहिले त्यो लोकदोहोरीतिर पनि त्यस्तो खालको आइरहेको हुन्छ। लाने जाने खाने के गर्ने सबै भनिसकेको हुन्छ, गीतमै भनिसक्छन्। त्यस्तो गीतहरू पनि सुन्नु आवश्यक छैन, सुन्नु हुँदैन। यो यौन अनैतिकता हो। यसले काहीँ न काहीँ हाम्रो दिमागमा असर गर्छ। हामीले श्रीमतीभन्दा बाहेक, विवाहभन्दा अगाडि विवाह पछाडि पनि, श्रीमतीभन्दा बाहेक कसैसँग पनि शारीरिक सम्बन्ध राख्ने कुरा दिमागमा सोच्नु पनि हुँदैन। आमेन। पाँच नम्बरमा मद्यपान र मात्रिने काम गर्नु हुँदैन। के गर्नु हुँदैन अरे? 5 मा के गर्नु हुँदैन आमा? मसली भाउजू, के गर्नु हुँदैन अरे? मद्यपान भने के हो? चुरोट, बिडी, जाँड, रक्सी, भाङ, धतुरो, चरेस, अफिम, गाँजा, अरू के नाम त मलाई पनि आउँदैन, अरू पनि हुन्छ। त्यो कुनै पनि कुराको सेवन गर्नु हुँदैन क्रिस्चियनले। आजकल मैले कति क्रिस्चियन भेट्छु जोडे, अनि अर्कोले मलाई भन्छ ए हामीहरू नि क्रिस्चियन साथी छन् नि, उहाँ त दिनुहुन्छ त, तपाईँ चाहिँ के साह्रो नि भन्छन् हामीलाई उल्टो शिक्षा दिएर। तपाईँ मद्यपान मात्तिने काम गर्नु हुँदैन। एफिसी 5:18 दाखमध्येले नमात त, किनकि त्यसमा उशृङ्खलता हुन्छ, तर पवित्र आत्माले भरिपूर्ण हो भने पवित्र आत्माले माता भनेको। पवित्र आत्माले भरिनु पऱ्यो। हामी चाहिँ जाँडले भरेर बाटोमा नालीमा सुत्नु परेन। अनि चुरोट तान्ने मान्छेले, हिजो म एक ठाउँमा अस्ति गाडीमा आउँदै थिएँ, पान पराई खानुभयो त्यो खलासी भाइले। अनि त्यो सिट नपाएर म ढोका छेउकै उसमा बसेको थिएँ। दुःखी त हाल्यो टाउको, अब भन्न नि भएन उसलाई। ऊ फेरि ढोका खोल्ने मान्छे उयो, अब म अर्को ठाउँमा बस्न पाएन। यति मुस्किलले आएँ, यस्तो गरिकन आएँ। अब मलाई बानी परेको छ। हिजो एउटा उसमा एउटा मेडिकलमा थिएँ, एउटा भाइ आउनुभएको रहेछ, बाहिर तन्काएर आउनुभयो चुरोट। अब यस्तो ठस्स गर्न आएको छ, बास्न आएको छ, गर्न त के भन्नु बिचार उहाँले खाएको कुरालाई, यस्तो बास्न आएको छ। म अब त्यहाँ टाउको दुखेर अब नहिँड्नु नभर्नु भइसक्यो। अनि तपाईँले जतिसुकै ढाँट्यो भने तपाईँको छेउमा आउँदा मलाई थाहा हुन्छ तपाईँले सोलमरी भन्छ, के भन्छ हौ, सोलमरी तान्नुभएको पनि मलाई थाहा हुन्छ। तपाईँले चुरोट ताने पनि थाहा हुन्छ, तपाईँले खैनी खान थाहा हुन्छ। गुरुबाले थाहा नपाए जस्तो गर्दै मात्रै हो। गर्दै भने अर्को चर्च नआउनु होला भनेर म थाहा नपाए गरे मात्रै हो, मलाई थाहा हुन्छ। त्यसैले तपाईँहरू त्यस्तो नगर्नुहोस्। बानी छ, तलतल लाग्छ, प्रार्थना गर्नुहोस् न प्रभुलाई, प्रभु म साँच्चै छोड्न चाहन्छु भने तपाईँले साँच्चै भन्नु भने छोड्नुहुन्छ, छोड्नुपर्छ। आमेन। एफिसी 5:18 6मा घृणा वा बदला लिने काम गर्नु हुँदैन क्रिस्चियनले। के गर्नु हुँदैन? अर्को चाहिँ कसैलाई पनि घृणा गर्नु हुँदैन।
जत्सुकै खत्तम मान्छे भए पनि घृणा गर्नु हुँदैन। अनि अर्को चाहिँ हामीलाई चोट पारेर भनेर उसलाई पनि म बदला लिन्छु भन्नु हुँदैन। कहिले बदला लिँदैन क्रिस्चियनले। त्यसले मलाई यसो भने चाहिँ म त्यसको यस्तो कुरा थाहा छ नि, म त्यसको नि भनिदिन्छु भन्नु मिल्दैन। त्यसले मलाई यस्तो भन्यो म पनि यसो गर्छु नि, त्यसले मलाई यस्तो भन्यो म त्यसलाई मुद्दा हालिदिन्छु भन्नु मिल्दैन क्रिस्चियनले। म त्यसलाई ठोक्छु भन्न मिल्दैन। बदला लिने काम गर्नु हुँदैन। घृणा र बदला लिने काम गर्नु हुँदैन क्रिस्चियनले। के गर्नु हुँदैन आमा? घृणा। बिमा आमा के गर्नु हुँदैन अरे? घृणा होइन। अहिले मैले सोधा मात्रै भन्नु, फेरि पत्तिर जान हाट्नुहुन्छ। घृणा घृणा गर्नु हुँदैन, बदला लिनु हुँदैन। बदला भनेको रिस देखाउने गर्नु हुँदैन। आमेन। रोमी 12:29 हे प्रिय हो आफ्नै बदला नल्याऊ, आफैले बदला नल्याऊ तर परमेश्वरको क्रोधलाई स्थान दियो। बाइबलले त्यही भन्छ, बदला लिँदैन। 7मा क्षमा नगरी रिस पालेर बस्नु हुँदैन। के गर्नु हुँदैन अरे? क्षमा नगरी रिस पालेर बस्नु हुँदैन। क्षमा गर्नुपर्छ। क्षमा गर्नु भन्यो भने तपाईँ जति वर्ष चर्च आए पनि स्वर्ग जानुहुन्न। लुखा तपाईँले यसोलाई विश्वास गरिहाले म स्वर्ग जान्छु, होइन। क्षमा गरेन भने पनि क्षमा हुँदैन भनेपछि स्वर्ग नजान्दछ नि त। त्यसो ग्रहण गरे पछाडि अर्को एउटा कडा वचन यदि कुनै छ भने क्षमा गर्ने विषयमा छ। तपाईँले कुनै पनि मान्छेले जतिसुकै अन्याय गरोस्, तपाईँलाई जतिसुकै नोक्सान बनाएको होस्, तपाईँको काम क्षमा गर्ने हो। क्षमा गर्नुहोस्, बदला नलिनुहोस्, रिस नगर्नुहोस्। तपाईँले क्षमा गर्नु भने तपाईँको पिताले पनि तपाईँलाई क्षमा गर्नुहुन्न। त्यसैले क्रिस्चियनको कोही पनि शत्रु हुँदैन भन्ने कारण त्यो हो। तपाईँको शत्रु ऊ चाहिँ बढे हुन्छ, तर तपाईँको चाहिँ ऊ शत्रु, उसको चाहिँ के अरे तपाईँ चाहिँ उसको शत्रु हुनुहुन्न। तपाईँको ऊ शत्रु हुनसक्छ, उसले तपाईँलाई दुःख दिन सक्छ, मुद्दा हाल्न सक्छ, कुट्न सक्छ, मान्छे लाउन सक्छ, गुन्डा गर्न सक्छ, कुरा काट्न सक्छ, नराम्रो नराम्रो अफवाह फैलाउन सक्छ, उसले फर्काउन सक्छ, उसले तपाईँलाई शत्रु मानेछ। तर तपाईँ एउटा शत्रु मान्न मिल्दैन। तपाईँको काम चाहिँ क्षमा गर्ने हो। किन क्षमा नगर्दा तपाईँलाई नोक्सान छ। आज जति पनि मान्छेलाई प्रेसरको बिमारी, सुगरको बिमारी, यो बिमारी लाग्नुमा मेन कारण तपाईँलाई थाहा छ? दिलो रोगहरू चाहिँ प्राय क्षमा नगरेको कारणले आउँछ। तितोपनले आउँछ। तितोपनले एउटा केमिकल उत्पादन हुन्छ हाम्रो शरीरमा। त्यो केमिकलले हामीलाई बिमारी बनाउँछ विभिन्न खालको। त्यसरी उसको लागि तपाईँले क्षमा गरे होइन क्या, उसलाई खुसी पार्नु तपाईँले क्षमा गरे होइन, आफ्नै फाइदाको लागि तपाईँले उसलाई क्षमा गरेको। आफै स्वस्थ हुनलाई तपाईँले उसलाई क्षमा गर्नुपर्छ। आफै प्रभुबाटको आशिष नगुमाउनलाई क्षमा गर्नुपर्छ। यदि हामीले कसैलाई क्षमा गऱ्यौँ भने हामीले प्रभुको आशिष रोक्छौँ। हाम्रो जीवनमा आशिष आउँदैन, उन्नति आउँदैन, प्रगति आउँदैन, हामी धनी हुँदैनौँ, हाम्रो घरमा सुख हुँदैन, हाम्रो घरमा मिलाप हुँदैन, हाम्रो घरमा जहिले पनि ढिसी हुन्छ, झगडा हुन्छ। किनभने क्षमा नदिने मान्छे त्यही गरेर छ नि त, तितोपन बोल्ने मान्छे त्यही गरेर छ नि त। हरेक बहानामा न्यु खोज्ने तितोपन हुँदैन हुँदैन हुँदैन, यसले नोक्सान गर्छ मित्रहरू। विश्वासी भएर के गर्नु? स्वर्ग जाँदैन। त्यसरी क्षमा नगरी सुखै छैन। जतिसुकै दुष्ट होस्, जतिसुकै भ्रष्ट होस्, जतिसुकै चोर होस्, जतिसुकै फटा होस्, जतिसुकै नोक्सान गरिदिने मान्छे हो, त्यसलाई क्षमा क्षमा क्षमा। आमेन। अब तपाईँ सम्झाउनुहोस्, तपाईँ आज सम्झाउनुहोस्, अहिले सम्झाउनुहोस्। तपाईँको जीवनमा कोही मान्छे छ जसलाई सम्झेपछि तपाईँलाई बोल्न मन लाग्दैन, जयवसी भन्न मन लाग्दैन, भेट्नै नपरे हुन्थ्यो जस्तो लाग्छ, सामान्य पराउन नपरे जस्तो लाग्छ। त्यस्तो लाग्न सक्छ। त्यस्तो लाग्दैछ भने प्रभुसँग सरी भन्नुहोस्। त्यो लाग्नु भने तपाईँकोमा तितो बन्छ। तपाईँले उसलाई घृणा गर्नुभएको छ, तपाईँ उसलाई क्षमा दिन सक्नुभएको छैन। त्यो क्षमा दिनु भने तपाईँको पाप क्षमा भएको छैन, तपाईँ स्वर्ग जानुहुन्न। के विश्वासी भन्नुहुन्छ? तपाईँले आशिष पाउनुहुन्न, तपाईँले हृदयको शान्ति छैन, तपाईँलाई विभिन्न खालको रोग लाग्ने सम्भावना छ। अनि कति मूर्ख मान्छे हामी क्षमा गर्दै हुन्नमा त्यो क्षमा नगरेर सबै कुराको श्राप चाहिँ हाम्रो आफ्नै जीवन लिइरहेको छ। अब के गर्ने? के गर्ने? क्षमा दिने। टाँसिनुपर्छ भन्ने छैन, उसँग फेरि अङ्कमा हिँड्नुपर्छ, आउने खाउँ भन्नुपर्छ भन्ने छैन। तर नर्मल सम्बन्धमा चाहिँ रहनै पर्छ, जसरी पनि पर्छ, जसरी पनि पर्छ। के छ साँच्चै छ नि, हस् हस् है त भन्नुपर्छ।
ठिकै छ राम्रै छ खाना खाउँ ठिकै छ